साथीहरू नमस्कार। बरसिम घाँस खेती गर्नको लागि सबभन्दा पहिले त हजुरहरूले खेतको जोताइ गर्नुपर्छ। त्यसपछि त्यसमा जोताइ गरिसकेपछि त्यसमा एकदम फुल पानी भर्नुपर्छ। चारै कुना बराबर हुने गरी एकदम फुल पानी भर्नुपर्छ। र पानी भरिसकेपछि हजुरहरूले पानी सुक्नलाई वेट गर्नु होला। पानी बराबर भरेपछि त्यसलाई रातभरि सुक्न दिनुस्। यो लगभग चाहिँ 24 घण्टामा पानी पुरा सुक्छ खेतको। र पानी सुकेपछि त्यसमा हिलो मात्रै बच्छ। अब हजुरहरूले चाहिँ हिलो मात्रै बचेपछि त्यसमा बरसिमको बिउ नभिजाइकन डाइरेक्ट चाहिँ छर्नुपर्छ। एक बराबर एक नासको पर्ने गरी छर्नु होला। र बिउ छरेको हाम्रो 24 घण्टा भित्रै चाहिँ यसको जर्मिनेसन हुन थाल्दछ। हजुरहरूले चाहिँ खेतमा गएर हेर्न सक्नुहुन्छ। सानो सानो अंकुरणहरू हजुरहरूले हेर्न सक्नुहुन्छ। अंकुरित हुन्छ पुरा बीज। र यो घाँस चाहिँ लगभग 1 महिनापछि काटेर खुवाउनको लागि तयार हुन्छ। धन्यवाद साथीहरू। हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ स्क्रिनमा सानो सानो अंकुरण भइसकेको छ।